अहिले चाहिँ हामी भुजुङको लागि गाडी के गरिसकेको हामी भुजुङको लागि गाडी चढ्न जाँदैछौँ अनि भुजुङमा गएर हल्का घुम्छौँ कस्तो छ फर्स्ट टाइम नाम सुनेको हामी गाडीमा आइसकेका छौँ हाम्रो पहिलो स्थानमा हामी चाहिँ अहिले भुजुङ आउँदैन यत्तिकै भुजुङको लागि यो भुजुङमा आएका छौँ अनि अहिले हामी यताको भर्याङ झरिरहेको छौँ तल हेर ओहो चल्दै मर्यो क्या एउटा मान्छे छुट्टै बल्ल पो आइयो क्या चढ्न कति लाग्ने हो अहिले हामी मात्र भयो होला नि त यहाँ सुन जस्तो लोड छ है लोड छ है बाई बाई आउँछ आइज केटाहरू फ्रन्ट क्यामेरा यसरी त बन्द नराम्रो देखिन्छ कि हेलो फेरि आउनु भएको छ हाम्रो स्क्रिनमा त्यो पुस लाएर अहिले आउटफिट चेक होइन ल ल आउटफिट चेक के भन्छ त्यो लाउनु पछाडि आउनु मेरो वान्टेड जिल्लामा भिडियो नगरेर रहेछु कि यार ल ल फेरि भनिदिन्छु ल सब मेरो भाइको च्यानलमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदेऊ त्यही हो भाइ पनि मभन्दा अघि यार के भयो भ्लग अब यसरी गर्नुपर्छ नत्र कोही आउँदैन है देखाउने होइन आउटफिट यति दामी छ त ड्रिप्पी दिदी अहिले म ज्याकेट खोल्छु त्यो बेलामा नि देखाउ ल ल हुन्छ उता केटाहरू आउँदैछन् हराउला है हामी हराएको अवस्था हामी कहाँ छौँ केही थाहा छैन रातो बाटो आयो अब कहाँ जाने होला है दो बाटो आयो मात्रै हो तल त सरी फर्स्ट टाइम रे गफ हो होइन तर औरा देखियो सुहाउँदैन नि मेकअप गरेर नेचुरल ब्युटी होइन हजुरको हाइट लास्टै सानो भयो कि दाइ ए दाइदेखि दिदी होइन 5.5 त ठुलै हो होइन म सानो होइन कि तिमी अग्लो हो 5.5 के अरे 5.2 त ठिकै हो 5.2 हो 5.2 हो नि 5.2 केटा दाइ भन अब मलाई ल मनाली त सुहाएन होइन अब एउटा नयाँ नाम राखिदिन्छु मनिलाल कहाँ आयो हामी अहिले डाँडामा आएको छौँ बादल सरी वरी पछि लाग्नेछु
आर्टिस्ट मुसे अनि कस्टमर हुनुहुन्छ मेनिल दादा धेरै उड्यो यस्तो दामी कडा कडा अनि हाम्रो अर्को भाइ हेर्न जिपी दिदी रोड यस्तो छ पाथवे होइन पोखराबाट आमा हजुर हजुर गाउँबाट हुन्छ बस्तीबाट हुन्छ गाउँबाट हुन्छ बस्तीबाट हुन्छ यो देशको घर जाम घर तल पराल धानहरू रोपेबाट माथि तान्ने रे मेसिन रहेछ के यो हिँड्दा खुट्टै दुखिसक्यो हो कि हामी यहाँबाट हो कि कताबाट उताबाट छिरे जस्तो लाग्छ के अझै छ भोक लागेर मलाई त जाम भागा केटाहरू पकड कसरी चढ्ने हो एक ठाउँमा बसौँ न हामी धेरै हिँड्नु परेन ट्र्याक्टरमा चढेको धेरै पछि ट्र्याक्टर चढियो हामी चाहिँ अहिले भर्खर ट्र्याक्टरबाट झरेर आएको होइन यस्तो फिल भइरहेको छ कि हामी नै एउटा स्पेसल गेस्ट हो स्पेसल स्टुडेन्ट हो टिचरहरूले नै हामीलाई भनिराख्नु भएको थियो सबैभन्दा ज्ञानी स्टुडेन्ट सबैहरूमध्येमा अनि हामी चाहिँ यस्तो हिँड्न परेन यिनीहरूको यस्तो धाउगन परेन आरामले आइयो जस बसमा आइयो अहिले चाहिँ हामी भुजुङ गएर आएको अब एकछिन हामी खाना खान्छौँ खाना खाने जत्तिकै चल्दिने पोखरातिर अब हामी चाहिँ पोखरा जाँदैछौँ ल जाम अब हामी यस्तो राम्रो दृश्य छोडेर हामी जाँदैछौँ पोखरातिर अहिले हामी घर फर्किँदैछौँ बाटोमै छौँ आयो भाइ मेरो खुट्टा भाँच्यो भिडियो गर्दै भाइ अहिले चाहिँ हामी इन्टरबाट घर जाँदैछौँ अहिले चाहिँ हामी मुसे डाँडाको घरमा पुग्न लागिसकेका छौँ यता चाहिँ हल्का जाडो रहेछ
हामी घले गाउँ घुम्न गएको थियौँ त्यहाँभन्दा चिसो मैंने पहले ही कहा था हुन्छ अहिले चाहिँ हामी मुसीको रुममा पुगिसकेका छौँ हेलो गाइज होइन अब बाई बाई भन्ने टाइम हो